हेलो गाइस हेलो गाइज वेलकम टु आवर च्यानल। सबैजना सन्चै आरामै हुनुहुन्छ होला है। आज चाहिँ हामी घरबाट चाहिँ भिडियो बनाउन पाइएन। बिचमा खरकट्टा पुगेपछि चाहिँ भिडियो बनाउने याद आएर अनि यसो भिडियो बनाउनु पर्यो भनेर सुरु गरेको। साइकल यात्रा हिँडिरहेछौँ हामी। आज काउसुदी हिँड्दैछौँ, बाटोमा छौँ है। पछाडि चाहिँ सुरज, बिचमा म, अगाडि चाहिँ निरञ्जन दाइ हुनुहुन्छ। अनि अहिले चाहिँ हाम्रो यो खरकट्टाको यो नयाँ पिच गरेको बाटो, मेन हाइवे बाटो है, के अरे चितवन हुँदै यो गैँडाकोट, यो तपाईँको चितवनको पुल हुँदै बुटोलसम्म बाटो चाहिँ यस्तो दामी खतरा बन्दैछ। अनि दाउन्नेमा चाहिँ हल्का धुलो धुवा चाहिँ छ, बाटो बन्दैछ। त्यहाँ चाहिँ कति टाइम लाग्ने थाहा छैन। अब अहिलेको सरकारले चाहिँ केही छिटो गर्ला कि भन्ने आश छ है। बाटो चाहिँ यस्तै छ। बाटो त नयाँ बनेको अरे है। यो गाडीहरू चलाउने मान्छेहरूले चाहिँ आजभोलि यस्तो चेपेर है, पिरेर चलाउन खोज्छन्। हाम्रो यो काउसुतीमा चाहिँ खुब एक्सिडेन्ट परिरहेछ कि गाइज। एक्सिडेन्ट पनि किन नपरोस् त, हेर्नु त यो टडकको मान्छेले यस्तो चेपेर छेउबाट लिएर आउन खोज्छन् अनि एक्सिडेन्ट त भइहाल्छ नि गाइज। काउसुतीमा 3टा एक्सिडेन्ट भयो हिजो पनि। फाइनली गाइज सब्जीहरू किनेको चाहिँ देखाउन पाइएन, भिड थियो है। अनि के अरे पछाडि चाहिँ सुरज दाइ, म चाहिँ अगाडि हिँड्दैछौँ। टुक्रीमा चाहिँ सब्जी हालेछु मैले है। अब बाटो चाहिँ यस्तै छ गाइज, हेर्नु होला है। बाटो चाहिँ यस्तै छ। हामी अहिले काउसुतीबाट लागियो फाइनली गाइज। हेलो गाइस, आउँदा बिच बाटोमा खरकट्टाको जङ्गलमा गैँडा भेटियो गाइज। होइन हामी त जान त हुँदै साइकलमा ल हेर्नुहोस् त गाइज, कस्तो कुल्नुकै हेरेको हेर्नु गाइज। ल हेर्नुहोस् त गाइस, एक सिङे गैँडा। गाइज गैँडा भेट्यो, गैँडा त है गाइज। यति आयो ल ल भाइ भित्रमा त यति आयो। हामी जाऊँ अर्को साइडमा। गैँडा यता आयो, हामी चाहिँ बाटो क्रस गर्नुपर्ने हुन्छ। ल हेर्नुहोस् है गाइज, कान ठाडो पारेर हेरिरहेको गैँडाले। हाम्रो निरञ्जन दाइ यता हुनुहुन्छ है, मान्छेहरू यता पनि छन्। के अरे हाम्रो गैँडा यहाँ छ, निरञ्जन दाइ यहाँ हुनुहुन्छ गाइज। अनि यता यहाँ हामी चाहिँ यहाँ यता हेर्ने मान्छेहरूको कमी हुनुहुन्न है। कस्तो कान ठाडो पारेर हेरेर फेरि आउँछ क्या हो। ल ल ल ल ल अब चाहिँ ल टाउको छेकिएको मेरो त यार। गैँडा आइसकेको अवस्था छ साथीहरू, गैँडा आइसकेको अवस्था छ साथीहरू। हाम्रो अगाडि गैँडा आइसकेको छ। यति बेला एक सिङे गैँडा तपाईँहरू देख्न सक्नुहुन्छ गाइज। गैँडा यहीँ चाहिँ ल खतरा नजिकबाट देखियो, फर्स्ट टाइम क्या। यति नजिकबाट फर्स्ट टाइम देखियो क्या। 4 मिटरको दूरीमा गैँडा छ है। चाह्यो भने दौडेर आउनु सक्छ। म भाइको लागि एकदम तयारी अवस्थामा उता हेर्दैछ। गाइज भाग्न पनि पर्छ, पछाडि हट्यो, एक कदम पछाडि हट्यो फेरि गैँडा। 2 कदम पछाडि हट्यो। फेरि गैँडाले हामीतर्फ हेर्दैछ। यो भिडियो चाहिँ जति सक्दो भाइरल गराउनुपर्छ गाइज, जति सक्दो भाइरल गराउनुपर्छ। चम्क्यो 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 गाइस। अघि गैँडा चम्किँदाखेरि चाहिँ उताबाट ढुङ्गाले हान्दाखेरि चाहिँ केटाहरूले थाहा पाइएन, पछि चाहिँ थाहा पाइयो। थाहा पाएपछि अलिकति दिमाग नभएको, कमन सेन्स नभएको मान्छेहरूले चाहिँ हामी यता बसिरहेको उताबाट ढुङ्गाले हानिदिरहेको क्या। अनि हिँड्न लाग्यो, अगाडिपट्टि फेरि देख्यो। अनि सुरुवाले चाहिँ यसो फोटो खिच्दैछ। अनि अब हामी त्यहाँबाट चाहिँ हिँड्ने तर्खरमा छौँ। फाइनली गाइज हामी चाहिँ अहिले खरकट्टा पुगेको अवस्था। अब घर चाहिँ धेरै टाढा छैन, अब त्यहाँबाट चाहिँ 5-7 मिनट हो साइकलमा। अनि बाटो चाहिँ यस्तो अँधेरो छ। फाइनली गाइज घर अगाडि आइयो। सब्जी भाग लगाउनु छ। ल यो भिडियोलाई सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। बाई बाई गाइज।
घर आएपछि चाहिँ फाइनली गाइज हामी चाहिँ होइन सब्जीहरू बाँडियो होइन सब्जीहरू बाँड्यो सबैजनाले सेयर गरिदिनु होला बाई बाई गाइज